आप दोनों को एनिवर्सरी की बहुत बहुत बधाइयाँ। आज चाहिँ मेरो फर्स्ट एनिभर्सरी हो र मैले चाहिँ आज मेरो बुढालाई सरप्राइज दिनु पर्यो भनेर रातिको 12 बजिसक्यो, 12 कट्यो र 13 तारिक गयो, मे 13 तारिक। आज मेरो फर्स्ट एनिभर्सरी, जस घरमै सानो सरप्राइज दिनलाई ठिक्क परेको। मेरो बुढो आउँदै हुनुहुन्छ, अब उहाँ आउनुभयो अनि मैले उहाँलाई सरप्राइज दिन रेडी भएको। कस्तो बनाएँ भने हेर्नु है, कमरामा खुसी खोज्न कहीँ जानु पर्दैन। खुसी भन्ने कुरा आफैभित्र छ, आफैले खोज्दाखेरि मिल्छ अरे खुसी। त्यही भएर म चाहिँ आफै खुसी खोजिरहेको छु। 1 साल कति छिटो भयो मेरो बुढासँग। आज मेरो बिहा गरेको 1 साल भयो। बुढाबुढीमा एक दुसरेमा अन्डरस्ट्यान्डिङ भयो भने जिन्दगी खुसी खुसी जाने रहेछ। एक दुसरेमा मिल्न जान्ने भने 1 साल गएको थाहा पनि भएन, कति छिटो 1 सालको एनिभर्सरी आयो आज। मेरो बुढो आउनुभयो, लेट्स बोले अब। Happy anniversary! Anniversary, हाम्रो फर्स्ट एनिभर्सरी आज हो। मैले सबलाई सरप्राइज दिदैछु। खोलिदिनु पहिला। थ्याङ्क यू। अनि पनि मलाई तिमीलाई पनि सेम टु यु भन्नु। नेपालीमा भन्नु केही बुझ्छु। नेपालीमा भन्नु केही बुझ्छु। अब त्यहाँ रेकर्ड त गरिदिनु। मलाई पनि ह्याप्पी एनिभर्सरी भन्नु। ह्याप्पी एनिभर्सरी। आज वर्ष दिन वैवाहिक जीवनमा बाँधिएको 1 वर्ष पुरा भयो। मैले सरप्राइज छ अझै तपाईँलाई के सरप्राइज दिएको छु भनेर नि। लेट्स गो। दैलो बन्द गर्छु पहिला, एकैछिन दैलो बन्द गर्छु। आइए आपका इंतजार था, आइए आपका इंतजार था। ये देखो यहाँ त रमाइलो रहेछ। रमाइलो हो यो। ल भयो, थाकेर आइएछ पहिला। पहिला बेग राख्नु। आज एनिभर्सरी हो, एनिभर्सरी मनाएको मैले। फोटो पनि सही। कस्तो लाग्यो पर्नु त तल? P+O। यस, प्रेम प्लस भूमिका। अनि यता के होला? एनिभर्सरी। 1 year एनिभर्सरी। नाकामा चाहिँ के गराएर आउनुभयो आज जोकर? काम गर्दाखेरि तेल। ल के भन्न चाहनुहुन्छ? के भन्न चाहन्छ? तिमी र म वैवाहिक जीवनमा बाँधिएको आज 1 वर्ष पुरा पुगेको छ। आजको दिनसम्म तितो नभइकन जिन्दगी हाँसी खुसी बितेको छ। आउँदा दिनहरूमा पनि यसरी नै हाँसी खुसी दिन बितोस् भन्ने अपेक्षा गर्दछु। त्यो कुरा दुईजनामा बराबर हुनुपर्छ नि। बराबर भयो भने बल्ल आज जस्तै आज गए जस्तै 1 साल फेरि अझै कति साल बुढेसकालसम्म के अरे अनन्तकाल के भन्छ लाठी टेक्दाखेरिसम्मको साथ हो नि। ओके ल एउटा लिने हो। ओके यस्तो बोक्छ। ल मैले तपाईँलाई सरप्राइज अझै हुन राखेको छु। यो समात्नु त नपुगिकन यहाँ नयाँ सरप्राइज के छ भनेर। दान दक्षिणा त दिनुपर्ने होला नि। मलाई दिनुपर्छ नि दान दक्षिणा। दान अरे मलाई दान दिने अरे दान दिनुहुन्छ दिने अरे। गिफ्ट भन्नु न यार। वाट? Oh my god, really? साँच्ची? ल मलाई गिफ्ट चाहियो। मलाई पैसा आफै किन्नु।
मैले के किनौँ दिमागमै आयो त्यस्तो त मैले कति पैसा त मसँग नि छ छ नि तर मैले दिएकोले किनेपछि यही हो बुढाले दिएको गिफ्ट भन्ने ओ थ्याङ्क यू सो मच वाउ मैले पाएँ गिफ्ट आज मेरो एनिभर्सरी सफल भयो ओके हाम्रो एनिभर्सरीको पार्टी सुरु भयो अभी तो पार्टी सुरु है 1 बजेको राति भइसक्यो किनकि मेको लागि ठेर्नु पर्यो नि त त्यही भएर है 1 बजेको राति हुन्छ बिहान कहाँ बिहान हुन्छ हामीलाई बल्ल त कामभरि आउँदै हुन्छ तपाईँ 12 बजेपछि त यता भोलिपल्ट पनि लाग्यो त्यही त मे 13 तारिक लाग्यो त्यही भएर 1 तारिकको लागि ठेरेका भने त 1 तारिकको लागि ठेरेका अनि त्यहाँबाट जीवनमा के भन्छ हाँसी खुसी इच अदरमा अन्डरस्ट्यान्डिङ भएपछि चाहिँ जिन्दगी बिताउनु सजिलो रहेछ 1 साल कति छिटो भयो हिजो होइन अस्ति वे गरे जस्तो लाग्छ हामीहरूको 1 साल भयो पत्तो नै भएन कति छिटो गयो भनेर 1 सालमा के काम गऱ्यौँ भन्दाखेरि गर्न त धेरै गरिएछ नि कहिले कहाँबाट कहाँ पुगेर कति थोक गरियो काम पनि गरेर मलाई अस्ति जस्तो लाग्छ बिहा गरेको त हिजो न अस्ति जस्तो लाग्छ तपाईँसँग भेटेकोमा अस्ति जस्तो लाग्छ 2 साल हुन्छ मेरो भेट भएको चाहिँ चिन्जान भएको चाहिँ 7 साल हुन्छ र भेट भएको 2 साल हुन्छ र बे भएको चाहिँ 1 साल हुन्छ हाम्रो जिन्दगी चाहना छ कि यसरी नै जिन्दगी बितोस् होइन कसैको नजर नलागोस् आज भोलिको दिन त कसैलाई पनि थाहा छैन तर आजको दिनमा चाहिँ हामी यसरी नै खुसी मनाऊँ होइन आजको दिनलाई चाहिँ भोलिको छोडिदिएर आजलाई जिउने भोलि के हुन्छ कसलाई थाहा छ र होइन आजलाई जिउने त्यही भएर हामी चाहिँ आज सिम्पल पाराले घरमै बुढाबुढी बसेर चाहिँ यसो आफ्नै रुममा एनिभर्सरी फर्स्ट मेमोरी सेभ गर्नको लागि मैले मेरो पतिलाई मेरो श्रीमानलाई मैले सरप्राइज दिएको भेजिटेरियन उहाँले त मलाई सरप्राइज कहिले दिनुहुन्छ थाहा छैन मैले सरप्राइज दिएको के अरे बुढाबुढी भइसकेपछि यो आश गर्न आउन कि बुढाले दिन्छ बुढाले गर्छ र म गर्छु भन्ने आश गर्न आउन माया 2 जनाले गरेको माया बराबर गरेको बराबरै गर्नुपर्छ जसले गरे पनि एकै हो के म चाहिँ यो चाहन्न कि मेरो त बुढाले गर्दैन भनेर निल्ल परेर नबस्ने मैले खुद गरेर भए नि किनकि हामी 2 जनाले माया गरेका हौ त होइन र हो कि होइन 2 जनाले माया गरेका त 2 जनाले दिन सकिन्छ नि त्यही कारणले मैले चाहिँ यसरी नै खुसी मनाउँदैछु हाम्रो एनिभर्सरीको शुभकामना आफूलाई आफै एक दुसरेलाई आई लभ यु आज बर्मा भन्दिनु न ताईलाई एकखेप बर्मा भन्दिनु ताईलाई नामिङको छिट्टे होइन गामिङको आइएन छिट्टे धेरै भन्नु न त यति त छिट्टा गर्नु न धेरै छिट्टा हुन्छ होइन र छिट्टे त धेरै हो नि गामिङको आइएन छिट्टे मलेसियामा भन्नु साया चिन्ता पडाम बाइया नेपालीमा भन्नु म तिमीलाई धेरै माया गर्छु इङ्ग्लिसमा भन्नु आई लभ यु टु मच I love you so much थाईमा भन्छु ल छान राखुन ओके बाई नमस्ते सबैलाई हाम्रो भिडियो हेरेर चाहिँ अलिअलि हाँसिदिनु होला बाई